फेरि पनि हाम्रो मोबाइलमा भिभोको मोबाइल आइसकेको छ रिस्टार्ट। यो चाहिँ चल्दा चल्दै अफ भएर अन हुन्छ अनि रिस्टार्ट भएकै गर्छ। यो खालको समस्यालाई कसरी हल गर्छु भिडियो लास्टसम्म हेर्नु होला। तपाईँको पनि यस्तै मोबाइल छ भने हाम्रो मोबाइल लिङ्की मोबाइल सेन्टर ताप्लेजुङ फुङलिङ बजारमा ल्याउन सक्नुहुनेछ। ठ्याक्कै दो बाटोमा छ हाम्रो सप। सो यसलाई आज हामी फाइन्ड आउट गर्नेछौँ। यसलाई बनाउँदाखेरि कतिपय साथीभाइहरूले पुरै ब्याट्री चेन्ज गर्नुहुन्छ भने हामी यसको ब्याट्री चेन्ज नगरी हामी यो मोबाइललाई सल्भ गर्नेछौँ। किन भन्दा ब्याट्री यो मोबाइलको चेन्ज गर्यो भने कस्ट महँगो पर्न जान्छ। तर हामी यसलाई चाहिँ रिपेयर गर्छौँ। त्यो रिपेयर गर्यो भने एकदमै कम बजेटमा चाहिँ तपाईँको मोबाइल फाइन्ड आउट हुन्छ। यो खालको समस्या चाहिँ धेरै मोबाइल भिभो रेडमी होइन ओप्पो अनि रियलमी मोबाइलमा आउँछ है। स्यामसङमा अलिक कमै आउँछ। त्योभन्दा अरू मोबाइलमा चाहिँ अत्याधिक धेरै यो फल्ट आउँछ। भिडियो लास्टसम्म हेर्नु होला। हामी आज यसलाई मजाले फाइन्ड आउट गर्नेछौँ है। तपाईँलाई हाम्रो भिडियो मनपर्छ भने लाइक गर्न सक्नुहुनेछ। सो सबैभन्दा पहिला हामीले मोबाइल त खोल्नु नै पर्ने हुन्छ है। खोल्नै पर्छ है, एकदम मजाले खोल्नुपर्छ। सो देख्न सक्नुहुनेछ म मस्त मोबाइललाई खोल्दैछु। अब यो खोलिसकेपछि ब्याट्रीलाई रिमुभ गर्नुपर्ने हुन्छ सुरुमा है। ओके ओके ब्याट्री रिमुभ गर्नु होला। सुरुमा ब्याट्री रिमुभ गरिसकेपछि यहाँनिर पिटिसी आइसी लागेको हुन्छ। यो अलरेडी बनाएको रहेछ देख्न सक्नुहुनेछ। यो पिटिसी आइसी अलरेडी यहाँनिर जम्पर गरेको रहेछ देख्न सक्नुहुनेछ है। यो जम्परले हुनेवाला छैन, हुन्छ तर केही समयको लागि हुन्छ। यसलाई हामी यो पिटिसी आइसीलाई हामी चेन्ज गर्छौँ अनि हामी तपाईँलाई एकदम मजाले चेक गरेर देखाउनेछौँ। हामी केही समय मोबाइल चलाउनेछौँ, चलाएर राख्नेछौँ। फुल फाइन्ड आउट भइसकेपछि मात्र हामी यो मोबाइलको चाहिँ सक्सेस भएको हजुरहरूलाई भिडियो मा देखाउनेवाला छौँ। यहाँनिर हामीसँग पिटिसी आइसी छ। यो समस्या चाहिँ धेरै यो पिटिसीकै आइसीकै समस्याले हुन्छ। यदि यो पिटिसी चेन्ज गर्दा पनि भएन भने मोबाइल एकचोटि रिसेट गर्नुपर्ने हुन्छ। अनि पनि भएन भने हामीले सिपियुमै काम गर्नुपर्ने हुन्छ। सो यो जम्पर गर्दा पनि हुन्छ। जम्पर अलरेडी गरिसकेको रहेछ। यो जम्पर गरेर पनि यो सक्सेस भएन। ओके यो पिटिसी आइसीलाई मैले यहाँनिर लगाइसकेँ। यो लगाइसकेपछि अब हामीले यसलाई यतिकै खुल्ला छोड्नु हुँदैन। यो अगाडि चाहिँ खुल्लै छोडिराख्नु भएको रहेछ। हुन्छ बन्छ के भएको कस्तो थिच्ने पख है भाइ ल। ओके यसलाई हामीले यस्तरी सर्ट नहुने तरिकाले ऱ्याप गर्नुपर्ने हुन्छ है। चट्ट यस्तरी गर्नुपर्ने हुन्छ हामीले ऱ्याप। देख्न सक्नुहुनेछ। अब हामी मोबाइललाई चेक गर्छौँ है। अघि यसको 2% मात्र ब्याट्री थियो। ओके मोबाइललाई अन गरौँ अब। ओके गाइज फाइनली यो हाम्रो मोबाइल चाहिँ भइसकेको छ है। देख्न सक्नुहुनेछ अघि चाहिँ यो मोबाइलको ब्याट्री 2% थियो, एकैचोटि 62%मा आयो। अनि अहिले मैले भिडियोहरू चेक गर्दाखेरि लगभग 2% डाउन भइसकेको छ। सो देख्न सक्नुहुनेछ पिटिसी आइसी है। यो हामीले चेन्ज सरी यो होइन यो चेन्ज गरेको यो पिटिसी आइसी। यो अगाडि जम्पर चाहिँ गर्न चाहिँ गरेको रहेछ तर यो जम्परले भएन साथीभाइहरू है। यसलाई हामीले चेन्ज गर्नै पर्छ र हामीले चेन्ज गरेर यसलाई मजाले सर्ट नहोस् भनेर मजाले टेपको माध्यमबाट हामीले बनाएको छौँ साथीभाइहरू। भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। यस्तै भिडियोहरू जान्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। छेउमा भएको बेल आइकनलाई पनि दबाइदिनु होला ताकि यस्तै
भिडियोहरू तपाईँको नोटिफिकेसनमा सबैभन्दा पहिला पाउनको लागि। ओके गाइस।